everyone, it's me Saptra Kumari Mal. So म चाहिँ यो भिडियोबाट चाहिँ मैले कसरी आफ्नो लाइफ चेन्ज गरे भन्ने बारेमा म भन्छु। म चाहिँ ब्याचलर लेभलमा मेरो पेरेन्ट्स पार्टनर थियो र मेरो पेरेन्ट्स पार्टनरले मलाई डिजिटल मार्केटिङ भन्यो। अनि मैले पहिला सुन्दैछु मैले डिजिटल मार्केटिङ कोर्स गरेछु नि भन्यो। एन्ड आई वाज क्युरियस कस्तो हुन्छ र भन्ने टाइपको भयो मलाई चाहिँ। अनि त्यसपछि चाहिँ उसले भन्यो कि हामी डिजिटल मार्केटिङ गर्यो भने चाहिँ डिजिटल मार्केटिङबाट चाहिँ लाइक अरू क्यान्डिडेटबाट हामी अलि डिफ्रेन्ट हुन्छौँ when we go for an interview। अनि यसले चाहिँ हामीलाई प्लस पोइन्ट थपिदिन्छ भन्यो। Then I was eager to know more about digital marketing। त्यसपछि चाहिँ मैले एउटा जुम मिटिङ अटेन्ड गरेँ सौगात बस्नेतजीको, र त्यो मिटिङ अटेन्ड गरिसकेपछि चाहिँ आई नो that how important is digital marketing, how we can earn money from home भन्ने कुराले चाहिँ मलाई एकदम अट्र्याक्ट गर्यो कि अरूको ठाउँमा नगइकन आफ्नै घरमा बसी पैसा कमाउन त कसलाई मन हुँदैन र। सो त्यो सोचले चाहिँ मलाई चाहिँ एकदम इगर भयो अझै लर्न गर्ने, एक्सप्लोर गर्ने। त्यसपछि मैले मेरो प्यारेन्ट्सहरूलाई पनि आई वान्ट टु लर्न डिजिटल मार्केटिङ सो द्याट आई क्यान फाइनेन्सियली सपोर्ट यु, वी हेभ स्कोप इन दिस फिल्ड लाइक दिस वे भनेर के एक्सप्लेन गरेँ। एन्ड दे से ओके। देन आफ्टर आई बाई द अनलाइन कोर्स एट 2000 रुपिज। त्यसपछि सुरुमा त मैले मस्त सिकेँ। तर सिक्दै जाँदा जति सिक्दै गयो त्यति क्वेसनहरू आयो कि प्रब्लम आएपछि त क्वेसन पनि अराइज हुन्छ। त्यो क्वेसन कसलाई सोध्ने भनेर मसँग मेन्टरै भएन त्यो टाइम। नो मेन्टर, नो गाइडेन्समा त लाइक क्रिस क्रस क्वेसन भयो पो मेन्टरले तिम्रो प्रब्लम यो हो भने तिम्रो सोल्युसन यो हो भनेर गाइडेन्स गर्दा त्यो मान्छे नै भएन। र त्यो टाइम मेरो ब्रेक लाग्यो। अ ब्रेक इन डिजिटल मार्केटिङ कोर्स। त्यसपछि चाहिँ म मेरो फर्स्ट लेभल कम्प्लिट गर्ने तर्फ लागेर मेरो फोर्थ इयर पनि कम्प्लिट गरेर ब्याचलरमा मेरो ब्याचलर कम्प्लिट भयो। म त्यसपछि ब्याचलर स्टडी गर्दाखेरि म सेल्स पर्सनको रूपमा काम गर्थेँ बाटपाटिनमा। र ब्याचलर कम्प्लिट भएपछि 1 वर्ष म कन्टिन्युसली एज अ सेल्स गर्ल नै काम गरेको क्रममा जेनजी प्रोटेस्ट भयो। जेनजी प्रोटेस्टले गर्दाखेरि मेरो ओन्ली वान वे टु अर्न मनी भनेको बाटपाटिन थियो, त्यो चल्यो, बन्द भयो। एन्ड अल माई ड्रिम्स एन्ड हाफ आर स्याटर्ड डाउन। मैले मेरो प्यारेन्ट्सलाई सपोर्ट गर्न फाइनेन्सियल जुन सपोर्ट गर्थेँ त्यो सपोर्ट गर्ने क्षमता भएन ममा। द्याट टाइम आई फिल आई हेभ अ ल्याक अफ स्किल। त्यसपछि चाहिँ आफ्टर द्याट आगो लगाएपछि चाहिँ म अगेन 2 मन्थसम्म चाहिँ म भाटपाटिनमा एज अ लेबरको रूपमा काम गरेँ। लाइक कन्स्ट्रक्सनहरू साइट टाइपमा काम गरेँ भाटपाटिनमै टु रिबिल्ड द भाटपाटिन रिबिल्ड गर्नको लागि। एन्ड 2 मन्थसम्म काम गरेँ। देन आई थट द्याट त्यत्रो पढेर मैले आफ्नो करियर बनाउन सकेको छैन। अरूको अन्डरमा एज अ इम्प्लोइ काम गर्दाखेरि मैले अब त्यो अर्गनाइजेसनलाई के भयो भने वी आर लाइक होमलेस टाइपको फिलिङ भयो। मैले चाहिँ त्यसपछि चाहिँ फरेनमा इन्टरभ्यू लिएँ, फरेनको जब इन्टरभ्यू दिएँ एज अ रिसेप्सनिस्टको लेभलमा। सो इन्टरभ्यू दिँदा म पास भएँ। एन्ड नाउ आई हेभ सम रिसेप्सनिस्टको नलेजको ल्याक भयो। त्यो कारणले चाहिँ मैले रिसेप्सनिस्ट ट्रेनिङको लागि बेस्ट ट्रेनिङ सेन्टरहरू खोज्दै गरेँ। एन्ड द्याट टाइम I found Pokhara Job Center Lakeside, which was located in Santinagar। अनि त्यो खोज्ने क्रममा चाहिँ राति खोजिरहेको थिएँ नि त। अनि भोलि बिहान भएपछि आई हेभ टु गो टु माई भिलेज। म भिलेज गएँ, गाउँ गएर फेरि पोखरा फर्किने क्रममा चाहिँ म डाइरेक्ट त्यो पोखरा जब सेन्टरमा गएँ। देन एट द्याट टाइम फर्स्ट टाइम मैले चाहिँ अब त्यो प्याकेज दिएको थिएँ नि त 12,000 को प्याकेज दिएको थिएँ, जसमा रिसेप्सनिस्टको डिजिटल मार्केटिङ, पब्लिक स्पिकिङ, क्यासियर, बेसिक कम्प्युटर नलेज एन्ड एक्स्ट्रा नलेजहरू पनि थियो, त्यहाँ इन्क्लुड थियो। त्यो प्याकेज देखेँ एन्ड आई वाज भेरी ह्याप्पी टु टेक द्याट प्याकेज। बट
नेपालीहरूको बानी अलि नेगोसिएट गर्ने छ नि त मेरो पनि त्यही भयो प्राइस चाहिँ अलिकति हाई भएन र भन्ने कुरा भयो देन आफ्टर साइन दिदी त्यहाँको रिसेप्सनिस्ट वा त्यहाँको ओनरै भनौँ उहाँले मलाई एउटा छुट्टै रुममा लिएर जानुभयो अनि मेरो बाबा पनि जानुभयो बाबा र मसँग गयौँ एन्ड सी एक्सप्लेन मी हाउ डिजिटल मार्केटिङ इज एक्सप्लोरिङ डे बाई डे त्यहाँबाट हजुरहरूले के कस्तो बेनिफिट पाउनुहुन्छ भन्नुभयो देन आफ्टर आई वाज राइट सी इज टेलिङ राइट आई नो एबाउट डिजिटल मार्केटिङ मलाई डिजिटल मार्केटिङको बारेमा अलरेडी थाहा छ and I am negotiating her about the price but I can see how much I can earn from that हो नि त डिजिटल मार्केटिङ द बिग फिल्ड हो म धेरै अर्न गर्न सक्छु then after I was very satisfied what she rated that price अनि त्यो दिन म कन्फर्म भयो कि I will do the digital marketing course in her training center then after second day म गएँ and I meet my mentor Mr. Simon Rai and he is very incredible person. I am very grateful to get him as my mentor. He just not taught me the theoretical part मात्रै हैन उहाँले मलाई practical knowledge पनि बढी दिनुभयो graphic designing then after video editing public speaking and how to do the printing like मलाई printing को knowledge थिएन उहाँले मलाई पुरै printing को knowledge दिनुभयो त्यसपछि चाहिँ much more extra पनि दिनुभयो like digital marketing को कस्तो types हुन्छ तिमीले कुन चाहिँ कर्नरमा जाँदा ठीक हुन्छ तिमी अहिले कुन चाहिँ लेभलमा छ तिम्रो प्रोफेसन कुनमा छ like the concept of ESPI अनि म चाहिँ भविष्यमा कुन चाहिँ कन्सेप्टमा जान चाहन्छु त्यसको बारेमा सब डिटेलली भनिदिनु भयो and I was very happy to learn many things from him not only that उहाँले चाहिँ मलाई जब इन्टरभ्यूमा कसरी बोल्ने कसरी आन्सर रिप्लाई दिने त्यसको बारेमा नि भनिदिनु भयो and अनि उहाँकै ट्रेनिङ सेन्टरबाट चाहिँ मैले एउटा अर्को मेरो टिचर पाएको छु एन्ड त्यो टिचरले नि मलाई रिसेप्सनिस्टको ट्रेनिङ दिनुहुन्छ रिसेप्सनिस्टको बारेमा पढाउनुहुन्छ एन्ड सी इज अल्सो भेरी इन्क्रेडिबल टिचर एन्ड आई एम भेरी ग्रेटफुल टु गेट सच टिचर इन माई लाइफ उहाँले चाहिँ मलाई कसरी प्रोफेसनल रिसेप्सनिस्ट हुने ट्रेनिङ दिनुभयो and that was very helpful for me in my future career so all this sabai skill मैले only one single training center बाट gain गरे so I am grateful for having this chance to build myself in a better version so हजुरहरूले पनि आफूलाई एउटा बेटर भर्जनमा कन्भर्ट गर्न चाहनुहुन्छ वा हजुरहरूको आफ्नो एउटा लेभल क्रिएट गर्न चाहनुहुन्छ फ्रम स्क्रैच टु लाइक इन दिस टप देन हजुरहरू चाहिँ यु क्यान भिजिट पोखरा जब सेन्टर लेकसाइड एन्ड इट इज लोकेटेड इन शान्तिनगर अनि हजुरहरूले म जस्तै एउटा स्पार्क ल्याउन सक्नुहुन्छ आफ्नो स्किलहरू डेभलप गरेर So find your courage and start your journey. यही भन्न चाहन्छु र हजुरहरूले कुनै पनि डाउट फिल नगर्नुहोस् पोखरा जब सेन्टर इज बेस्ट फर योर प्रोफेसन हजुरहरूले आफ्नो प्रोफेसन लेभल बढाउन एन्ड हजुरहरूले आफ्नो डिजिटल मार्केटको नलेज गेन गर्न एनिथिङ कुनै पनि डिफिकल्टिज छ भने उहाँले हजुरलाई सजेसन पनि दिनुहुन्छ एउटा बेस्ट मेन्टरको रूपमा हजुरहरूले एउटा राम्रो टिचर पनि पाउनुहुन्छ टिचर मेन्टर लाइक सेम and I am very happy to be the part of Pokhara Job Center. Thank you.